के तपाईँ पनि प्रोक्सी सर्भरको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हजुरको यो यात्रा सही भिडियोमा रोकिएको छ। अब आधुनिक जीवनमा चिन्ता नलिनुहोस्, हामी तपाईँको घरको मोबाइलमा प्रोक्सी सर्भर कसरी डाउनलोड गर्ने भनेर भिडियो लिएर आइसकेको छौँ। अब हजुरको कति दिनको यात्रा यस भिडियोबाट पुरा हुनेछ। यदि यस भिडियोबाट हजुरको प्रोक्सी सर्भर डाउनलोड नभएमा हजुरले यो हाम्रो फ्यामिलीलाई डिभोर्स दिएर जान सक्नुहुन्छ। यदि जोइन हुन मन छ भने हाम्रो फ्यामिलीमा यहाँ तल सब्स्क्राइब गर्ने बटन छ, त्यसलाई क्लिक गरिदिनु होला अनि नोटिफिकेसन अलमा राखिदिनु होला। सो हेलो गाइस, सुरुमा त के छ खबर? आशा गर्छु कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। थम्बनेल, इन्ट्रो, टाइटल देखेर थाहा पाइसक्नुभयो होला कि आजको यस भिडियो कुन विषयमा हुनेछ भनेर। र अब ढिला नगरिकन भिडियोलाई स्टार्ट गरौँ। सुरुमै म भनिदिने छु कि यो प्रोक्सी सर्भर चाहिँ नयाँ मोडलको मोबाइलमा डाउनलोड हुँदैन र हजुरले चाहिँ अब मेरो भिडियो नयाँ मोडलको मोबाइलमा हेरिराख्नु भएको छ भने अब ट्राई गर्दा चाहिँ पुरानो मोबाइलमा ट्राई गर्नु, किनकि नयाँ मोडलको मोबाइलमा डाउनलोड हुँदैन। सुरुमा चाहिँ मोबाइलमा भएको कुनै पनि वेब ब्राउजरमा चाहिँ असोटा बेटा सर्भर भनेर सर्च गर्नु होला र सर्च गरिसकेपछि त्यहाँ फर्स्ट पेज आउनेछ र त्यो फर्स्ट पेजमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ तल स्क्रोल गर्दा गर्दा यहाँ डाउनलोड भन्ने अप्सन हुन्छ, त्यहाँ डाउनलोडमा क्लिक गर्नु होला र एउटा दुईटा एड आउँछ, नआत्तिकिन त्यो एडलाई क्लोज गरेर चाहिँ यहाँ असोटा बेटा अटो ओबिबीमा क्लिक गरेर जानु होला र त्यहाँ क्लिक गरेपछि चाहिँ यहाँ डाउनलोड गर्ने फाइल आउँछ। त्यो डाउनलोड गर्ने फाइलमा क्लिक गरिसकेपछि चाहिँ यहाँ चाहिँ यो डाउनलोड स्टार्टिङ भनेर देखाउँछ, त्यहाँनिर पर्मिसन माग्छ डाउनलोड एनीवे भनेर, अनि त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ त्यहाँ डिटेलमा थिचेर त्यो फाइल डाउनलोड गर्न कुर्नु होला। त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ इन्स्टल नगर्नु होला है। त्यो फाइल डाउनलोड भइसकेपछि प्ले स्टोरमा गएर चाहिँ यहाँ आइडीमा थिच्नु होला र यहाँ प्ले प्रोटेक्ट भन्ने छ, त्यहाँ गएर चाहिँ सेटिङमा जानु होला र दुईटाले अफ गरिदिनु होला र दुईटाले अफ गरेपछि चाहिँ यहाँ सर्च गर्नु होला ZARC। मेरो चाहिँ सेकेन्डमा आइसक्यो अनि त्यहाँ गएर चाहिँ त्यो एपलाई डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि चाहिँ त्यहाँ क्लिक गर्नु होला त्यो एपमा, अनि यहाँ चाहिँ डाउनलोड गर्ने त्यहाँ अप्सन हुन्छ, त्यहाँ डाउनलोडमा क्लिक गर्नु होला। अनि त्यसपछि त्यहाँ असोटा बेटामा क्लिक गरी सुरुमा चाहिँ एक्सट्र्याक्ट गर्नु होला अनि त्यसपछि बल्ल इन्स्टल गर्नु होला। त्यसपछि त्यहाँ अपडेट गर्ने अप्सन आउँछ अनि अपडेट गर्नु होला। पहिला अपडेट गरिसकेपछि हजुरले त्यहाँ असोटा बेटामा क्लिक गरेपछि चाहिँ हजुरको चाहिँ फाइल डाउनलोड हुन्छ अनि स्क्रिनमा देखे जस्तै यसरी खुल्छ र लोडिङ हुन चाहिँ हल्का टाइम लाग्छ अनि लोडिङ भइसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। अब हजुरहरूको चाहिँ त्यहाँ साइन विथ फेसबुक, साइन विथ गुगल, साइन विथ गेस्ट भनेर आउँछ, त्यहाँ चाहिँ हजुरले गेस्टमा क्लिक गर्नु होला अनि पर्मिसन माग्छ, त्यसलाई ओके गर्नु होला। अनि ओके गरिसकेपछि चाहिँ नाम लेख्ने हुन्छ, आफ्नो नाम लेख्नु होला अनि त्यहाँ माथि युआइडी आउँछ, त्यो युआइडी चाहिँ मलाई पठाउनु होला फेसबुकमा। मेरो फेसबुक आइडीको लिङ्क चाहिँ त्यहाँ कमेन्ट सेक्सनमा हालिदिन्छु र डाउनलोड भइसकेपछि चाहिँ कमेन्टमा 100% वर्किङ चाहिँ लेख्न नबिर्सिनु होला। र अब भेटौँ अर्को भिडियोमा।